खाना खाने टेबल दिदी यहाँ बिनाजु र बिनाजु होइन अरे ब्याकेन बिनाजु हुनुहुन्छ तुलसा दिदी हुनुहुन्छ ठुली फुपू हुनुहुन्छ ठुल्लै हुनुहुन्छ यहाँ हाम्रो So guys, we are headed after Saprubesi. And the Saprubesi बाट यो ट्रेकिङको यसो गरेर हिँड्दा चाहिँ यहाँ ट्रेकिङको स्टिकको काम छैन माथि गएपछि आई थिङ्क काम छ होला सो आई वान्ट टु डु ओओटिडी तर यहाँ कुनै पनि ठाउँ छैन फर ओओटिडी म त्यही भएर रेनी दिदी एकछिन फोन समाइदिनु न My trekking and here are my trekking partners. Tulsa didi एकदम ज्याङ्गो अनि रेणु दिदी एकदम जोसिलो अनि एकदम लोसे अनि I am the one जो चाहिँ एक्साइटेड भइरहेको छु एकदम बट आई डोन्ट थिङ्क यो एक्साइटमेन्ट कहाँसम्म जान्छ यत्रो ब्याग छ हजुर मैले बोलिरहेको छु होइन कस्तो राम्रै आएको क्या म वाउ कि मैले आफूलाई राम्रो देखाएँ हो दिदी खाने हो कुकुरसँग खाने नखाने भाइ दिदी नखाने कान्छा यो हाल्यो भने मार्छ नि मान्छेले हामीले हाल्दा हुन्छ बिता मात्राबाट फर्किन्छ किन्यो भने हल्ला गर्नु भएन कुनै हालतमा नफर्किनु यो कुरो कसैले फिर्ता आएको कुरो कसैले भनेको कोही फिर्ता आएको कुरो कसैलाई नभन्नु ल हामी चारजना बिच सिक्रेट बुझिस् बुझ्ने हामी केही गरी हिमाल चढ्न सकेनौँ फिर्ता आयौँ भने फिर्ता आएको कुरो चाहिँ हामी चारजना सिक्रेट बक्समा रहनुपर्छ हामी यहीँ आएर बस्नुपर्छ कि अनि हामी हिमाल चढेको भन्नुपर्छ I'm going to and this is me suffering हिँड्न चाहिँ एकदम गाह्रो भइरहेको छ गाइस बट आई एम loving wow this is राम्रो के म नजिकै गएर पनि देखाउँदै तर म लडेर खसेँ भने who will take the responsibility no one अनि हामी हिँड्दैछौँ यहाँ तुलसा दिदी हुनुहुन्छ तुलसा दिदी कस्तो भइरहेछ हिँडाइ ठिकै छ हिँड्दैछु हिँड्दै हुनुहुन्छ यहाँ चाहिँ हाम्रो बिनाजु अघि सबसे लोसे भनेको अहिले सबसे फास्ट होइन अनि अघि सबसे एनर्जेटिक भनेको अहिले सबसे लास्ट हुनुभएको छ लास्ट भनेको हिँड्नु छ अब म एक्साइटेड वान होइन जसको चाहिँ खुट्टा अघि दुखेर ललाक भइसक्यो त्यही पनि म हिँडिरहेको छु गाइज म हिम्मत हारेको छुइनँ होइन जाँदैछु ट्रेकिङको माई फर्स्ट ट्रेक होइन मेरो फर्स्ट ट्रेकिङ एक्सपिरियन्स गर्न बी बबाल विथ दिस भ्यू कस्तो मेरो यो क्यामेरा मतलब आई कान्ट होल्ड द फोन फर सो लङ के कस्तो त्यो अनब्यालेन्स भइहाल्छ फोन एन्ड बिकज किन भन्दाखेरि हात कामिरहेको छ क्या मेरो सो क्याप लाउँदा यो क्याप यस्तो लाउँदा ट्यापै नि रे कस्तो भिन्चक पुरा जस्तो देखिएको यसो लाएर हिँड्नुपर्छ क्या हो नो 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 अघिको भ्यूमा चाहिँ आवाजलाई यो खोलामा मान्छेले यो लाङटाङ खोला है यो खोलामा हाम थाल्यो भने बाँच्नु होला त हेर त हाम फाल्नु जस्तो लाग्यो होइन तर
So yeah, I'm going to Langdang Valley भन्यो होइन अनि this is how I'm going. मेरो खुट्टाको हालत कालो भइसक्यो ट्रेकिङ स्टिक अनि त्यसमा त्यस्तो घाँटीमा झुन्डाएर हिँडेको छु गरिसक्यो अलिकति मात्र हिँडेको अहिलेसम्म झर्ना यताउति खोला के अनि यो खोलाको झर्नाको पानी चाहिँ खोलामा गएर मिसिँदो रहेछ बाई द वे आइएम कस्तो अप्ठ्यारो भएको छ क्या ज्याकेट बित्थामा वाइ टु आई अनि गाइस यहाँ चाहिँ खोला छ होइन पुरा यस्तोरी हिँडिरहेको छु म है सो अहिले त एकदम रमाइलो भइरहेको छ बिकज नेचर वाइज चाहिँ लाङटाङ इज गुड प्लस हिँड्न पनि अहिलेसम्म त ठिकै छ होइन सिधा बाटो छ कहीँ कहीँ अलिअलि उकालोको फ्रेसमा चाहिँ गाह्रै भएको थियो बट नाउ इट्स गोइङ गुड अनि मेरो टोपी चाहिँ कस्तो भयो अनि सोलो ट्रेकर्स जसलाई पनि सोलो आउनु मन पनि आउनु सक्नुहुन्छ सोलो आएको भए पनि इट वुड बी गुड होइन जबसम्म माथि पुग्दैन तबसम्म त आई थिङ्क इट्स गुड जहाँ पनि होइन किनभने यहाँ अहिले त कोही पनि छैन सबैजना माथि पुगिसकेको नभए चाहिँ त्यो कस्तो क्राउड क्या यु क्यान सी मी अन माई युट्युब च्यानल भ्लग म बोलेको सुन्दा मेरो बोली सुनेर मलाई आफै हाँस उठ्छ होइन तर डोन्ट वरी दिस इज खोला खै त खोला होइन माटोको डिस्को मात्रै देखिन्छ कि वेट ल यहाँ बसिरहनु भएको छ हाम्रो दिदीहरू यहाँ हुनुहुन्छ हाई अनि खोला इज अलवेज ब्युटिफुल यहाँ फोटो सेसन हुँदैछ म आई वान्ट टु डु सानो भिडियो होइन म त ट्रेकिङमा हिँडेकोवाला बनाउन चाहन्थेँ तर प्लेसमा गएर खोलामा खुट्टा डुबाउन मन लाग्यो गाई कस्तो राम्रो देखिन्छ सबसे हार्डेस्ट पाथ फर मी होइन आई हेट सिँढी अनि अब यहाँ सिँढी छ यो सिँढी चढ्दा चढ्दै दुई खुड्किला चढ्दा वाउ कस्तो दामी भ्यू आयो दुई खुड्किला चढ्दा अरे क्या हेर्नु फेर्दै हुन्छ तर म गलिसक्छु गाइस पहिरो खोलाको बाटो नहिँड्नु नमान्नु डरै डर ल नमान्नु डर त कसै नमान्नु यस्तो बाटो छ बाटो एकदम चिप्लो छ अनि दिस इज हाउ आइ एम वकिङ अनि यहाँ चाहिँ एउटा झर्ना पनि छ आई सो यु होइन मोबाइल बोकेर हिँड्दा चाहिँ कस्तो अप्ठ्यारो हुँदो रहेछ अनि लडे आइएम नट इट्स माई फर्स्ट ट्रेकिङ है अनि त्यसपछि खै हौ ब्याक क्यामेरै चल्दैन भने ल यहाँ एउटा झर्ना छ अनि हामी पहिरोमा पुगेर बस्ने भनेको टुडे डे 1 अफ आवर ट्रेक अनि ल